चाहिँ हामीले आज गोठ बाख्रा खोरको चाहिँ निरीक्षण गर्न आएको छौँ। यो निरीक्षण गर्दा चाहिँ यो खोर चाहिँ धेरै राम्रो छ, किनभने यो मुनिको भाग चाहिँ जुन बाख्राको मलहरू फाल्नको लागि सजिलो भएको छ, किनभने यो स्लोप आकारमा छ है। अनि यो खोर भनेको चाहिँ यो यसको यो नाप छ नि, यो ढोका यो धेरै राम्रो छ, किनभने यो लगभग 1 मिटरको आसपासमा हामीले भनेको थियौँ र यो 2.5 फिट र लगभग 3 फिटको अन्तरालमा र माथिको 4 फिटमा राखेको थियो हामीले। त्यही अनुसार हामी चाहिँ छिर्न सजिलो भएको छ है, मान्छे व्यक्ति आउन जान चाहिँ धेरै सजिलो भएको छ। अनि यो छ नि, यो मुनिको चाहिँ लगभग 2.5 फिटको रहेको छ यो चाहिँ। अनि यो काठको फराकहरू चाहिँ लगभग 1 इन्चको फरकमा राखेको छ, किनभने भेन्टिलेसन हुनको लागि। अनि अर्को चाहिँ यो लगभग तपाईँको यहाँ बाख्रा धेरै भएको कारण चाहिँ 2.5 मिटर बाई यो चाहिँ 2.5 मिटर बाई यहाँ चाहिँ यो लम्बाइ चाहिँ 5 मिटर राखेको छ हामीले। हाम्रो सरले हेर्न सक्नुहुन्छ माथि जस्तो बाटो जुन चाहिँ खरको छाना लगाउँदा चाहिँ धेरै चुइने हुँदो रहेछ। त्यही कारण यो खरको छाना नचुइनको लागि चाहिँ यो धेरै राम्रो हुनुको लागि यो जस्तो बाटो लगाएको। अनि भित्र आउन सक्नुहुन्छ यो यहाँ चाहिँ हामीले यो अलिकति मिस्टेक रहेछ है, किनभने यो टाँटको फरक भनेको चाहिँ 1 इन्च अथवा 1.5 इन्च हुनुपर्ने, र उहाँले चाहिँ अलिक फराकिलो राख्नु भएको रहेछ। र यो चाहिँ 6 फिट हुनुपर्छ, यो माथिको 6 फिट हुनुपर्ने हो। तर यो ठाउँमा चाहिँ धेरै हावा चलेको कारण चाहिँ यो टाँटदेखि माथिको भाग चाहिँ 6 फिट हुनुपर्ने, तर उहाँले यो ठाउँमा चाहिँ धेरै हावा चलेको कारण चाहिँ 5.5 फिटको राख्नु भएको छ। लगभग 6 फिट 7 फिट भयो भने धेरै राम्रो हो, किनभने मुनिको ग्यासको एमोनिया ग्यास आउँछ, त्यसले चाहिँ बाख्रालाई खोकी लाग्ने, निमोनिया हुने अनि रुगा लाग्ने कारण त्यो नहोस् भनेर चाहिँ 6-7 फिट भयो भने राम्रो हुन्थ्यो। तर उहाँले चाहिँ यो ठाउँमा बाख्रामा चाहिँ हावा धेरै चल्ने, अनि त्यही कारण यो जस्तो बाटो फाल्ने भएको कारण चाहिँ उहाँले धेरै माथि राख्नु भएन, ठिक्क रेन्जमा राख्नु। यो ठाउँको लागि ठिकै छ। अनि लगभग यो खोर चाहिँ यो के भन्छ क्याबिन सिस्टम राख्यो भने चाहिँ बोका खसी अनि पाठापाटी छुटछुटै राख्ने भए चाहिँ यो 10वटा बाख्राको लागि चाहिँ एकदम उपयुक्त खोर छ। हजुरले पनि यसरी खोर बनाउन सक्नुहुन्छ, किनभने यो खोर चाहिँ धेरै राम्रो छ। हाम्रो यो संस्था MCDS संस्थाको सहयोगमा बनाएको खोर हो।